सबैजनालाई जय मसीह। आज फेरि पनि तपाईँहरूको माझमा म एउटा सानो कथा लिएर आएको छु जुन बाइबलबाट छ र यो कथा सुनेर तपाईँहरू पक्कै आशिष पाउनुहुनेछ। र यो कथा सुरु गर्नुभन्दा अगाडि म तपाईँहरूको माझमा एउटा क्वेसन राख्न चाहन्छु र त्यसको आन्सर तपाईँहरू कमेन्टमा दिनुहोला। क्वेसन यस्तो छ, तपाईँको असल छिमेकी को हो त? वा हाम्रो असल छिमेकी को हो त? हुन्छ, आउनुहोस् हामी कथा सुरु गरौँ। एकजना मानिस यरुशलेमबाट यरीहोतिर बाटोमा जाँदै हुनुहुन्छ। ऊ बाटोमा डाकुको फेला परेका छन्। डाकुले उसलाई लुटेछन्, कुटेछन् र बाटोमा अधमरो पारेर छोडेर गएका छन्। केही समयपछि एकजना पुजाहारी त्यही बाटो भएर आयो। त्यो घाइते मानिसलाई हेर्यो तर वास्ता नगरिकन अर्कोतिरबाट गयो। फेरि त्यसपछि एकजना लेवी आयो। उसले पनि त्यो घाइते मानिसलाई हेर्यो तर उसले पनि केही वास्ता नगरिकन अर्कोतिरबाट गएका छन्। केही समयपछि एकजना सामरी मानिस आयो। त्यो घाइते मानिसलाई हेर्यो र उसको हृदय दयाले भर्यो। त्यो मानिसले त्यो घाइतेलाई मरमपट्टि गरेर ऊ आफ्नो गधामा चढाएर त्यो सामरी मानिसले त्यो मान्छेलाई पौवामा ल्याएका छन् र उसलाई हेरचाह गर्नलाई भनेका छन्। अर्को भोलिपल्ट त्यो सामरी मानिस आउँछ र त्यो पौवाको मालिकलाई भन्छ, यो केही पैसा लिनुहोस् र उहाँलाई उपचार गर्नुहोस्। यदि केही अझै लाग्छ भने म त्यहाँबाट फर्केर म तिरिदिनेछु। त्यसपछि येशूले त्यो मानिसलाई सोधेका छन्, ती तीनजनाहरू मध्ये उसको असल छिमेकी को भयो त? अनि त्यो मानिसले जवाब दिएका छन्, जसले उसलाई उसमाथि दया देखाएका छन्। त्यसपछि येशूले त्यो मानिसलाई भन्नुभएको छ, जाऊ तिमी पनि त्यस्तै गर। आजको मुख्य सन्देश भनेको हाम्रो असल छिमेकी हाम्रो नजिकको मान्छे मात्र होइन, तर हामीलाई खाँचोमा परेको बेला, हामीलाई आवश्यकतामा भएको बेला, हामी दुःखमा भएको बेलामा आएर सहयोग गर्छन्, सहायता गर्छन्, मद्दत गर्छन्। त्यो नै हाम्रो असल छिमेकी हुन्। हुन्छ, यो कथाबाट पक्कै तपाईँले आशिष पाउनु भएको छ। सबजनालाई जय मसीह।